तपाईहरुले चाहिँ अण्डमानको सिरिज हेर्दै चाहिँ अर्को ब्लग कसरी आयो भन्नुहुन्छ होला। अनि यो अण्डमानको खास गरी सिरिज एकदमै लामो छ है, बिस्तारै आउनेछ र बीचमा चाहिँ एउटा मैले ब्लग लिएर आएको छु। त्यो चाहिँ मेरै बर्थडेको है 9 मेको। अनि यो ब्लग हेरिसकेर चाहिँ फेरि अलरेडी त्यो अण्डमानको ब्लग चाहिँ कन्टिन्यू हुनेछ है त गाइस। र अहिले चाहिँ यो ब्लगलाई इन्जोय गर्नुहोस् गाइस। हेलो नमस्ते र सबैजनालाई। र आज चाहिँ 9 मे है, स्पेसली मेरै बर्थडेको दिन है। अन्त आज चाहिँ यसो निस्किँदै गरेको बजारतिर हो। बजारतिर निस्केर चाहिँ यसो हामी सानो ड्राइभ पिकनिक खालको जानु आँटेको छौँ। अब हेर्दै गर्नुहोस्, उता म देखाउँदै जानुहोस् है। त आज चाहिँ अब हिँड्दै गरेको है। म भातिदिन्छु के त भयो नाटक A few moments later. र गाइस अब अहिले चाहिँ हामी यहाँ आइसकेको छौँ। यहाँ धेरै लामो समयमा हाम्रो साथी पोइन्ट पनि भेटेको छु है। आज चाहिँ हामी जाँदै गरेको चाहिँ माथि हिलेरी पाएको। यता हाम्रो नाना आमामा सबै अनुहार लक गर्ने हो त्यसो। 3 जना दिदी बहिनी सररै बसिरहेछ हो। यता हेलो म माइली। यता कान्छी। हेलो त्यो एउटा उयो भिडियोमा सोर म माइली साइली म चाहिँ कान्छी। जुठी चाहिँ अहिले छैन गाइस। अब उता पर गएर भेट्ने छौँ है त। ओके गाइस, फाइनल्ली हामी चाहिँ आइसकेको छ देन्ताम बजार है। देन्ताम बजारमा सानो सपिङ छ। त्यो बादमा चाहिँ जाने हो फेरि उकालो माथि डाँडा। के किन्यो? लु गाइस अब चाहिँ फ्रुट्स किन्नु जाँदै गरेको। र हामी चाहिँ अहिले चाहिँ भर्खर सपिङ सकेर चाहिँ अब लागेको हिलेरी पार्कतिर हो। यहाँनिर चाहिँ अब ड्याममै अगाएर चाहिँ हिँडेको। माथि गएर पनि खानुपर्ने छ हल्का है त। अहिलेलाई भने चाहिँ हामी चाहिँ सिङसोर चाहिँ पुग्न आँट्यो। सिङसोर मुनि होइन पोइन्ट। रोड चाहिँ यस्तो छ हालत हो, रोडको हालत चाहिँ। र माथिसम्म हेरौँ कस्तो के छ। लु गाइस हामी चाहिँ आइसकेको छ। यहाँ चाहिँ अब गाडी राख्दै गरेको। अब यहाँदेखिको चाहिँ सरसामान चाहिँ यहाँनिर हाम्रो शर्मिला बहिनीकोबाट लिएको छु हो। त्यो चाहिँ अघि मैले खिच्नै पाइनँ छु। अघि बिर्सेछु नि ब्लग गर्ने हो तल शर्मिलाको बिर्सेछु नि ब्लग गर्ने समय। अहिले पुऱ्याउँदा म देखाउने छु। बहिनीको चाहिँ यहाँ तल दोकान छ, त्यहाँनिर चाहिँ लिएको हामीले चाहिँ हो। अब गाइस यहाँदेखिको चाहिँ अब यहाँनिर पर चाहिँ टिकट लिएर चाहिँ हामी उकालो जानेछौँ है त। लु गाइस हामी चाहिँ आइसकेको छ यहाँ माथि डाँडामा हो। यहाँ चाहिँ अब बनाउने स्ट्रबेरी चाहिँ यहाँ भुइँभरि रहेछ। यस्तो हुन्छ है। ओरिजिनल चाहिँ यो हो। अब त्यो बजारमा पाउने चाहिँ डुप्लिकेट है पोइन्ट। ए प्योर अर्ग्यानिक कस्तो रहेछ? मिठो अमिलो मिठो। हाङमा स्ट्रबेरी कस्तो रहेछ खाऊ त? मेरो साली चाहिँ अलिकति लजाको क्यामेरामा मात्रै हो कि फेरि अहिले नाच्छ है। यो चाहिँ हाम्रो स्ट्याचु रहेको छ हिलेरी पार्क। यो चाहिँ तेन्जिङ हिलेरी तेन्जिङ शेर्पा र एडमन्ड हिलेरीको यो चाहिँ स्ट्याचु हो। 2 जना माउन्ट एभरेस्ट चढ्ने उनीहरूको चाहिँ नाममा चाहिँ बनाएको हो गाइस। यो चाहिँ यस्तो चाहिँ दामी चाहिँ जग्गा। ल अब हामी चाहिँ हल्का सेटअप गर्नेछौँ है त। लु गाइस हामीले चाहिँ यस्तो क्याटलहरू लिएर आएको थियो पानी तताउनु बहिनीकोबाट। तर यहाँ चाहिँ सक्सेस भएन। यहाँ लाइटै छैन रहेछ र चाहिँ हामी यहाँ पर गएर चाहिँ हामी चाहिँ पकाउनु जाँदै गरेको। खोलन लैजाउँ न निकै टर्निङ उता पो त। हामी चाहिँ जाँदै गरेको। हाम्रो चाहिँ पकाउने चिज चाहिँ यो छ बुलडक चाहिँ पकाएर चाहिँ आउने हो गाइस। A few moments later. ल त गाइस हामीले चाहिँ अब यहाँ माथि रामेन उमालेर चाहिँ अहिले चाहिँ फर्किँदैछौँ है त। माथि चाहिँ भोकाइसक्यो अरे हो। ढिलो पनि भइसक्यो। अब छिटो जाँदैछौँ है पोइन्ट। लु गाइस अहिले चाहिँ माथि आइसकेको छ। अहिले चाहिँ यस्तो छ हो टक्कै। अब यहाँ चाहिँ रामेन रेडी हुँदैछ। अघि पकाएर लिएको चाहिँ सुले चाहिँ रेडी गर्दैछ हो। अब यहाँ हाम्रो सानो मिनी बार चाहिँ सानो छ यहाँ। मिनी बार
हाङमाको मन्स्टर कोक ल यहाँ बसिरहेको छ साथी ल अब चाहिँ हामी सुरु गर्ने हो अब एकखेप ड्रोन उडाएर सर्रै एकखेप लगाउनु पर्यो कस्तो देख्दो रहेछ है त गाइस Happy birthday to you. Happy birthday to you. मेरो साथीले पनि गर्दैछ बोल्नु जल्दी to उमेश Happy birthday. Happy birthday. के दिनु पहिले स्टफ को बनाएको सीमा यो गर्न हो अच्छी छ यतापट्टि गरे यहाँ दिन्छ यतापट्टि गर यता त्यही हेरे यता यले त यले हैन म त सक्दिन कसम सक्दिन मुझसे नहीं हुआ नहीं घुमा सकती अरे मुझसे भी नहीं हुआ बहुत टाइट है तपाईँ सक्छ होला म पनि सक्छु र बर्थडे को चाहिँ खतरा आएको रहेछ यो चाहिँ एरो यता देखाछ खोल्नु पर्छ नि पहिला मुनिको चाहिँ यता घुमाउनु घुमाउ नहीं खा सकते हैप्पी बर्थडे कस्तो तर्से मेरो काने गयो हैप्पी बर्थडे टु यू मुक्ति सफा गर्नु ल प्लास्टिक हो अब अनि हुन्छ अहिले म गर्छु हैप्पी बर्थडे टु यू हैप्पी बर्थडे डियर हैप्पी बर्थडे डियर हैप्पी बर्थडे टु यू हैप्पी बर्थडे थ्याङ्क यू अब पाउने त ठुलोलाई यता साथीलाई पाउने त साथी हुन्छ थ्याङ्क यू हैप्पी बर्थडे साथीलाई हैप्पी बर्थडे पहिला साथीलाई त हैन उतै खुवाउनु पर्छ लु डाइरेक्ट पाए ल सालीलाई साली यति दिएछ ल इताबाट खानु त Happy birthday. हुन्छ थ्याङ्क यू पर्किन्छ नि है यहाँ चाहिँ अब उमेश साथीको बर्थडे लु धेरै धेरै धन्यवाद खै जिउमा पस्यो खै यता ल्याऊ अब 2 शब्द भन्दिउँ पोइन्ट अलिक नजिक लु 2 शब्द जाओस् है अब 2 शब्द जाओस् है नाना लु भइ त राख्नुस् धेरै धेरै धन्यवाद है सबैजनालाई स्पेसली यता नाना गिफ्ट यता हाम्रो साली हो गिफ्ट ल मेरो गिफ्ट चाहिँ हो मैले बनाइदिएको मेरो पट्टिबाट चाहिँ गिफ्ट चाहिँ थम्स अप गरिहाल्नु है के रहेछ यी रामेन खाला खोलो न खोलो यी रामेन खाला
सच में बाङबुङ चाहिँ त यत्रो टाइमै छैन टाइम होइन पेसेन्ट हो कतिले कागजको प्याक गरेको माँ कसम है मैंने अभी जस्ट ऊपर से कॉल आया भिडियो बनाइरहेछ त्यही त ल इसी में रामेन खाउँदा लो गाइस अब म चाहिँ यही खानेवाला छु है धोनी का प्लेट स्पेशल मेरे को इधर ही डाल देना ल धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद यता नाना हो यता मेरो साली ओइ प्लेट पखाल्दा बुढी पानी कम्ती अन्त साथीलाई पनि धेरै धेरै धन्यवाद र स्पेसल्ली यो केक पठाइदिनु भएको रहेछ माथिबाट है मम्मी पापा मेरो सासू ससुरा अन्त यता उसको पापा मम्मीलाई धेरै धेरै धन्यवाद हेर्दै हुनुहुन्छ भने चाहिँ त गाइस र भन्दै अब हामी सानो इन्जोय गर्छौँ लेट्स इन्जोय व्हाट्सएप ग्रुप बनाना वहाँ पे सेंड कर देंगे वही वो प्लास्टिक गयो रामेन में अहिले खाना उहिले गर्दा पनि के भयो आङ्मालाई पिरो भयो होइन सालीले त अन्त उसको रुमाल पनि आँसु सरी भएछ सिरियस छ त के खाएको उहाँ माथि मारिलेको मिर्गाको खुट्टा है लु गाइस अहिले हो भने चाहिँ एकदमै रमाइलो भइरहेको छ अनि हुँदा हुँदै मेरो भाइ चाहिँ अलिकति ढिलो भएको थियो है अन्त ऊ चाहिँ आइसकेको छ बिचरा मेरो भाइ हेलो भाइ यस डन चाहिँ भर्खर ड्रोनको एन्ट्री चाहिँ हुँदैछ यहाँनिर लु रामिन सेलिसक्यो हौ फुल्लिसक्यो कहाँ हो यहाँ उहाँ माथि छ नि यस मेरो भाइ चाहिँ आउँदैछ है यस मेरो भाइ आइसकेको छ ह्याप्पी बर्थडे थ्याङ्क यू मेरो भाइ है त्यस केटा आइसकेको छ हो अब हामी जाने ल पासक दादा चाहिँ देख्छ त ल जाउँ है अब लु गाइस अहिले चाहिँ ढुट्टै भएको छ है यहाँ यस्तो पार्टी चाहिँ यस हो तिमी आएर ढुट्टो भयो त गोरे ल ल हामी चाहिँ स्टिल पार्टी चाहिँ चल्दैछ यस यो हो नि त खुवाइ चाहिँ क्लिन चिल्लो छ त हौ यो देन्तामै दिइराख्नु होइन थाल यो थाल देन्ताम दोकानमै दिइराख्नु होइन हो पोइन्ट यो थाल हौ दोकानमै दिइराख्नु होइन फालुट जानेले किन्छ त लु गाइस अब चाहिँ सबै उठिसकेको छ खाइसकेर लु अब चाहिँ हिँड्ने हो पोइन्ट जाउँ है अब टाइम पनि भयो अरे हो तलबाट पनि फोन आउँदैछ लु गाइस अब चाहिँ हामी चाहिँ हिँड्नु आँटेको गाडीमा पनि आइसकेको छ हो यहाँनिर चाहिँ यस मेरो कान्छी बहिनी पनि रेडी भइसकेको छ रिसाइसक्यो हो माथिबाट पनि आउँदैछ र अब चाहिँ फाइनल्ली हिँड्ने बेला चाहिँ अब लास्ट एउटा चिज चाहिँ टेस्टिङ गर्ने खै देखाइदिउँ न यो चाहिँ हो प्योर अर्ग्यानिक पनि नलाएको यो चाहिँ एकदम प्योर वाइन तपाईँको वाइन भनेपछि अब रक्सी पाराले नखाएर चाहिँ दबाई पनि एउटा प्योर अर्ग्यानिक हो यो चाहिँ टेस्ट गरेर जाने अलिकति टेस्ट हाने त कस्तो रहेछ टेस्ट अहिले एकछिनबाट हाल्नु मलाई यहाँ अहिले त्यो बिर्कोमा यहाँ हाम्रो सानो एक बिर्को चाहिँ आमामा यसमा त मेथीहरू पनि लाग्छ क्या मिठो सरर हुने खाले रहेछ कस्तो छ समर पनि खाऊ त एक बिर्को मेथीहरू पनि लगाएको रहेछ हौ म त खाएको नि यहाँको अनि तपाईँले भनिदिनुहोस् कस्तो लाग्यो तपाईँलाई टेस्ट सुन्नेछौँ कस्तो छ म त पत्तै लागेन खोइ खानु ग्लासै ल्याइदिउँ बरु एक ग्लास खाँदा मात्रै पत्ता लाग्ला जस्तो छ त है
ल अब चाहिँ लाग्यो होला कुछ हत्तक भन्छ यो भन्दा टेस्ट गराइद एकछिन ल बिर्कोमा चाहिँ टेस्ट आएन अरे ग्लासमै आउँछ कस्तो रहेछ भट्टाले जाला जस्तो छ अनि म त टेस्ट भन्ला जस्तो छ त यो मान्छेले त टेस्ट नै भन्दैन त के मिक्स छ भातिजा अलैँची र त्यो गुराँस है त्यही हो गुराँसको चाहिँ आउँदैछ फ्लेभर आउँदैछ एकदम दामी त्यो गुराँस खाएर के तितो तितो खालके हुन्छ त लास्टमा त्यही टेस्ट आउँदैछ दामी रहेछ डाइरेक्ट खाएर लाउनु नि दामी रहेछ दामी दामी ला मेरो हात गयो डल्लै छ सरी देखिन नि झ्याप्पै गयो नि मेरो हात तपाईँको फेस देख्छ ओके गाइस र हामी चाहिँ अहिले चाहिँ बाइकमा झरेको अरू चाहिँ पछाडि गाडीमा छ पछाडि देखाइदियो हामी चाहिँ यहाँनिर अघि अन्डा उसिनिदिने बहिनीकोमा आएको छौँ हो खरैको घरमै केरा दिएको थियो ठिकै छ बहिनी अन्त एकदम ठिकै छु टाइममा भेटेको माइलीलाई र यहाँदेखि चाहिँ भाडा पनि लगेको थियौँ अन्त दिनु आएको अब चाहिँ जाने हो गाइस माइली गएको ल दोकान राम्रो चला अरे ज्वाइँ पनि रहेछ यता पिकनिक कहिले फिक्स भयो सर ल अब यहाँदेखि चाहिँ हामी चाहिँ हिँडेको हिजो चाहिँ घर आइसकेको थियो अन्त ब्लग इन्ड गर्नु पनि पाएन है गाइस र हिजोको ब्लग चाहिँ बर्थडे ब्लग त्यस्तै भएको थियो है तपाईँले हेरिहाल्नु भयो अनि जतिजनाले पनि मलाई विश गर्नुभएको थियो मेरो वेल विसेसहरूलाई एकदमै धेरै 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 धन्यवाद है नेक्स्ट इयर पनि म यसरी नै सेलिब्रेट गर्नु पाऊँ र सबैजनालाई थ्याङ्क यू सो मच अनि हाम्रो मेरो सुलाई पनि स्पेसली एकदम धन्यवाद र सबैजना जो पनि मलाई विश गर्नुहुने टाकटुक सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो ब्लग थ्रु र
आजको ब्लग चाहिँ अर्कै छ, नेक्स्ट ब्लगमा आउनेछ र अहिलेलाई भने चाहिँ राख्नु पर्यो। हजुर।